कतिको साथी भयो गाइज बुद्ध पार्क गरेर आउँदाखेरि। कस्तो लाग्यो त गाइस बुद्ध पार्क? हाँ? आयो ल है सबजना थकाइ मार्दै यता हो। अघि उकालो लिएर जानु सकेन, अहिले फर्केर आउँदाखेरि ओह्रालो ओर्ल्यौँ। गाह्रो छ, एकदम गाह्रो भयो हामीलाई हिँड्नको लागि। बाटो पनि पुरा यस्तो ठाडो छ, अनि कसरी हिँड्न सक्छ र? छिटो पुग्यो त अनि तिमी। हेलो, बुद्ध पार्कको यात्रा कस्तो भयो? बब्बाल रमाइलो साँच्चै हो नि। राजकुमार थापा मगर ल्याउनु पर्ने यहाँ। ए भगवान्, राजकुमार थापा नआए पनि हाम्रो छोरा उहाँ तल पुगिसक्यो। हामी पो हिँड्न नसक्यो त, छोरो त अनि गुटुटुटु कुदेर त्यहाँ तल पुगेर निहुरिराख गाइस। मेरो छोरो उठ्यो भर्खरी। सबभन्दा हिँड्न नसक्ने चाहिँ फेरि मै परेछु। खुट्टा नातिले अर्को साल आउँदा चाहिँ नि यहाँ आउँदाखेरि एउटा गर्लफ्रेन्ड लिएर आएर घोडा लिएर आउँछ अरे। घोडामा कुदाएर माथि लैजानुहुन्छ अरे। घोडा ल्याउने गर्नु अरे, हेरौँ त। सकिसक्यो पानी। सक्यो छोरो। आम्मो चौचौ चौचौ खाँदैछिन् छोरीले। त्यसले खाँदैन अरे क्या चाउचाउ। कस्तो नबुझेको हो मैले। छोरो बाटोमा पुगिसक्यो, म भने यहाँ ओह्रालो ओर्लिँदैछु।